सो हेलो गाइज वेलकम टु माई न्यू मिनी भ्लग। म चाहिँ आज 5 बजे उठेर साथीको रुममा जाँदैछु। आज चाहिँ पूजा साथीको बिदाई छ, कोरियातर्फ उसको ट्राभल छ, ऊ पढ्ने लेख्नेको लागि कोरिया जाँदैछ। सो म चाहिँ उसलाई वेट गर्दैछु, उसले मलाई लिन आउँदैछ। तो गाइज अब हामी पूजाको रुममा आइसक्यौँ, एकछिन म रेस्ट गर्नेछु अनि यहाँ पूजाको ठुलोबासँग कुरा गरेर। छोरीको अब फ्लाइट छ आज कोरियाको। स्टुडेन्टमा तपाईँलाई डर धेरै लागिरहेको छ कि खुसी लागिरहेको भन्नु? विशेष त मलाई चाहिँ अब छोरीलाई अब नेपालको प्रायहरू म मात्रै होइन, प्राय अभिभावकहरू अब नेपालमा तपाईँको भविष्य नदेखेर होइन, अब प्राय तपाईँको बाहिर जानुपर्ने, विदेश गएर पढ्नुपर्ने भएको कारणले एक मनले दुःखी पनि छ, एक मनले सुन्दर भविष्यको पनि, छोरीको सुन्दर भविष्यको पनि म एउटा खुसी छ। अर्को कुरा के भने आफ्नो देश भाषा भिन्दै, देश भिन्दै, हरेक चिज भिन्डोले गर्दाखेरि त्यहाँको अवस्था के हुने त्यो चिन्ता चाहिँ प्रत्येक अभिभावकलाई भइ नै रहन्छ होइन। त्यो भएको कारणले सकेसम्म मेरो चाहिँ के छ भने सरकारसँग पनि मेरो के अनुरोध हो भने युवाहरूलाई यहीँ रोक्ने एउटा प्रयास गर्नुहोस्। त्यस्तो किसिमको तपाईँको देशमा एउटा देशलाई युवाहरूलाई रोक्ने त्यस्तो एउटा चाहिँ राज्यले एउटा चाहिँ नीति बनोस्। त्यस्तो किसिमको तपाईँको चाहिँ कानुन बनोस्, नीति बनोस्। युवाहरूलाई तपाईँको बिजनेस प्लान भन्दा नि देशमै रोजगारी दिने त्यस्तो किसिमको तपाईँको एउटा चाहिँ नीति बनोस् भन्ने मेरो चाहिँ विशेष छ। एकचोटि भयो। फाइनली ड्रिम हामीले लोनलाई चाहिँ खाता छ कि छैन? ल ल आमा कति अग्लो है यो भाइ। अब चाहिँ हाँसेरै होला यो चिम्रेक भ्लगमा पनि चिम्रेक। ल ल दही पनि भाइलाई त ढोग्नु पर्दैन होला। तैँले चाहिँ ढोग न दिदीलाई त्यहाँबाट आशीर्वाद आशीर्वाद। कता हो यो? त्यही त जाने बेला हेर बाल्दै गइरह कहाँ यो? ढोग्लानलाई मलाई एउटा आइफोन चाहिँ दिएर आइफोनको तीनचोटि त सानो हो नि त। भिडियो चाहिँ राम्रोसँग गर्दैन, उनीहरूको बोन्डिङको देखिहाल्यो। त नाटक देखाएर टिकटकमा हान्नलाई होला नि हर साइड। उनीहरूको एकअर्कामा धेरै माया छ। सो मैले देखाएको छु त्यो भयो सक्यो। सो गाइस अनि जेन्स वरपर लगा न वरपर अरू साइडतिर भिडियो गर्दिनु न यसको पनि। निस्क्यो त सब टिका रोक 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 मैले कहिले लाग्छु रोक भयो भने कति ल ल ल ल खै त भिडियो गाडी नगर्न। अनुहारै देखा। ल ल अब दही खुवाउँदैछ गाइस। के अरे भिडियो गर्नु दिनु मलाई। म मिठाई ढोग्नु पर्दैन तीनचोटि। ए मेरै छ दुईटा आइफोन हो क्या जसलाई। एउटा ल्यापटप भएको छ। धेरै राम्रोसँग गर्दाखेरि अनुहार नदेखाइ मैले गरे कि मैले गरे छु न। सामानहरू निकाल्ने बेला आइसकेको थियो, सब भइसक्यो उनीहरूको। सो उनीहरूले ट्याक्सी बोलाइसक्यो, म चाहिँ जाने भ्याउँदैन किनभने मेरो काम छ। अनि मुनि ट्याक्सीसम्म चाहिँ म पूजालाई छोडिदिन्छु। त्यस्तो चाहिँ हाम्रो लङ लास्टिङ गुड बाई हुन्छ। एकैचोटि 5-6 वर्षपछि भेटिन्छ। I miss her because she's very innocent होइन। अनि एकदम लाटी टाइपको छ कि। अनि मेरो साथीहरूमा मलाई अलिक धेरै इनोसेन्ट लाग्ने थियो। अनि आई मिस यु घ्याम्पो भने घ्याम्पोलाई धेरै मिस गर्छ। घर छिटो आउने अनि फेरि है अङ्कल कस्तो लागिरहेको झन् कसरी ढुकढुक भइरहेको
अब छोरी सात समुद्र पारि जाँदैछ। भाषाको समस्या छ, त्यहाँको कानुनको नियमको सबै छ। तर पनि चाहिँ उसको उज्जवल भविष्यको बाबालाई कामना गर्दै म लगायत कयौँ आमा बुवाहरूले आफ्ना छोराछोरीलाई विदेश पलायन रोकाउने अब प्रयास त गर्छन्, तर के गर्नु, देशको स्थिति यस्तै छ। देशमा रोजगारी छैन। रोजगार नभएपछि अब चाहिँ जान बाध्य छन्। थ्याङ्क यू सर। अङ्कल चाहिँ भेरी अपसेट, सबै फ्यामिलीहरू अब अपसेट हुँदैछ किनभने एक्लो छोरी पनि अनि त्यसपछि अब धेरै टाढा जाँदैछ। एकैचोटि भेट्यो पनि अब 5 वर्षपछि भेट्छ, त्यसैले एकदम अपसेट छ। सो गाइज अब हाम्रो चाहिँ अब के छिनपछि हाम्रो भ्लग कम्प्लिट हुनेछ। त्यसपछि म मेरो रुमतर्फ जाने चाहिँ मेरो थोरै कामहरू छ। सो मलाई ढिलो नभओस् भनेर म उसलाई उयोसम्म मात्रै छोड्नेछु, ट्याक्सीसम्म। अनि त्यसपछि अब 5 वर्षको लागि लङ लास्टिङ 4-5 वर्ष आउँदाखेरि 5 वर्ष लाग्दैन त। त्यसमा त्यहाँसम्म त्यति बेलासम्मको लागि गुड बाई, गुड हेल्थ, स्टे ह्याप्पी, त्यो राम्रोसँग जानु। सो गाइज हामी अब लिफ्ट गरिसक्यो, 9 बज्यो। मैले फोन गरेँ, फोनै लाइन गयो जस्तो छ। डाटा तान्यो तैँले? मसँग सिमै छैन। सो गाइज अब चाहिँ हामी बाबाको डाटा तान्दा भयो भने अनि के गर्नु लाग्यो बाबाले पूजा अङ्कलहरू चाहिँ के गर्नु लाग्यो तपाईँले चाहिँ? पूजालाई यता सेल्फी गर्नु न। पूजालाई उयसमा गर्नु नि। पूजालाई अब हामी अनुहार नदेखिएपछि ट्याक्सीसम्म के काम पुऱ्याउनेछौँ है त। सो गाइज ल जाउँ। सो एयरपोर्टको फोटोहरू पनि पठाउनु हामीलाई। सो अब त्यो ट्याक्सीमा दुईवटा ट्याक्सी, दुईवटा ट्याक्सी। ए तपाईँहरू पिज्जा बर्गर खाने भए यहाँ आउनु होला, यहाँ फेमस छ आई गेस। म खाएको चाहिँ छैन। कति बज्यो? 9। सो उहाँहरू चाहिँ जानेछु, म त नभ्याएको कारणले। पूजा बाई त फाइनल हल गरौँ। बाई बाई। कल म्यासेज हप्तामा 2 चोटि। सो गाइज अब पूजा कता बस्छ, अगाडि कि पछाडि? सो अङ्कल बिङ सो अपसेट। तर आफ्नो एक्लो छोरी सात समुद्र पारि जाँदा कस्तो महसुस हुन्छ होइन? पछाडि हुन्छ। अगाडि केटा मान्छेहरू बस्छ। सो गाइज दुईवटा ट्याक्सी रिजर्भ गर्नुभएछ अङ्कलले चाहिँ। हामी पनि जान्छौँ, धेरै मान्छे हुन्छ भनेर रिजर्भ गर्नुभएछ बिचरा, इनड्राइभ गर्नुभएछ। तर हामी चाहिँ जाँदैनौँ किनभने भेट्यौँ, अब हाम्रो उता काम छ। अनि बोर्डिङ पास के गरेर कसरी गर्नु त? छ त टिकटहरू। अनि साथी कल गर आउँछ। त्यही 9:30 बजी आइपुग्छ। 9 बजी। तिमीहरू त आधा घन्टामै पुग्छ होला यहाँबाट त। आउँदैछ अब। सो बाई बाई। बाई। सो मलाई कस्तो लागिसक्यो, मेरो भाइहरूको साथीहरू सब विदेशमा। तँ कहाँ बस्ने? ल र बाई पूजा, कल गर्नु ल पुगेपछि। सो गाइस फाइनली सी गन। सो गाइस उनीहरू चाहिँ अब निस्किसके अनि अब म पनि निस्किन्छु। थ्याङ्क यू फर वाचिङ माई मिनी भ्लग एन्ड थ्याङ्क यू फर सपोर्ट एन्ड योर मेसेज। बाई बाई गाइस।